कसरी बनाउने भने म हल्का भनिदिन्छु अनि तिमीहरू आफै बनाऊ है। बटरलाई अब सबभन्दा सुरुमा चाहिँ यो बटर छ नि, त्यो बटर चाहिँ सल्टेड र अनसल्टेड भन्ने दुईटा हुन्छ है। तपाईँको अनसल्टेड बटर छ भने हल्का सल्ट 1 पिन्च 2 पिन्च थप्न मिल्छ है। त्यो चाहिँ टेस्ट मिलायो क्या, खासमा सुगर धेरै हुन्छ नि त, त्यस भएर चाहिँ कुकिजलाई टेस्ट मिलाउन 1 पिन्च 2 पिन्च सल्टहरू हाल्न सक्नुहुन्छ। पिन्च भनेर थाहा छ नि, दुईटा फिङ्गर, दुईटा फिङ्गर जोड्दाखेरि जति आउँछ नि त्यसलाई 1 पिन्च भन्छ। PINCS। तिमीले यहाँ सुन्नुहोस् त, सबभन्दा पहिला चाहिँ यो बटर बुझ्नुहोस् है। बटर चाहिँ सल्टेड छ भने तपाईँले सल्ट थपिराख्नु पर्दैन, अनसल्टेड छ भने पनि थपिराख्नु पर्दैन, तर टेस्ट मिलाउन थप्नु सक्नुहुन्छ तपाईँ है। सल्टेड छ भने परेन, अनसल्टेड छ भने तपाईँलाई सल्टेड बनाउन मन लाग्यो हल्का हल्का मात्र है, धेरै बनाउनु हुन्न। फेरि कुकिज खाने नुनिलो भयो भने त्यो सल्टी कुकिजभित्र पर्छ, बुझ्नु है। सल्टेड कुकिज छुट्टै हुन्छ, यो अनसल्टेड कुकिजभित्रको एगलेस कुकिज हो। अनसल्टेड भनेर बुझ्नुहुन्छ, सल्ट नभएको है, त्यो भित्रको एगलेस कुकिज। यसमा सल्टेड कुकिज पनि बनाउन मिल्छ है। यसमा सल्टी कुकिज बनाउने 250 को, सल्टी कुकिज बनाउने 250 ग्रामको छुट्टै। यो चाहिँ हाम्रो अनसल्टेड कुकिजमा एगलेस कुकिज हो होइन। अब तपाईँको बटरलाई चाहिँ रुम टेम्परेचरमा ल्याउनु पर्यो। यो त फ्रिजमा हुन्छ होइन, बटरहरू जमेको हुन्छ नि त, जुन चाहिँ फ्रिजमा राख्दाखेरि होइन, त्यसलाई चाहिँ रुम टेम्परेचरमा ल्याउनु पर्यो फर्स्टमा। त्यसको लागि हामीले हिट गरेर ल्याउने हो कि 2-3 घन्टा अगाडि बाहिर निकाल्ने, त्यो चाहिँ गर्नु पर्यो है। त्यो गरिसकेपछि त्यसमा चाहिँ हामीले आइसिङ सुगर भन्ने के हो, धुलो सुगर कहाँ छ, यहाँ छ। यो आइसिङ सुगर, ब्रेकफास्ट सुगर र भेनिला फ्लेभर कहाँ छ, यहाँ छ। यो फर्स्ट स्टेपमा चाहिँ एउटा फर्म आउँछ बटरको, फर्म निकाल्ने फिटेर है। त्यति भइसकेपछि सेकेन्ड स्टेप भनेको यो फ्लोर र बेकिङ पाउडर कहाँ छ, यहाँ बेकिङ पाउडर सेकेन्डमा मिसाउनु। मिसाउँदाखेरि चाहिँ धेरै त्यो मफिन जस्तै मिक्स गर्नु पर्दैन है, हल्का फुस्रो फुस्रो हुनुपर्छ। म मिक्स गर्ने तरिका सिकाउँछु। यति हो कुकिजलाई बनाउनु है। यति बनाइसकेपछि हामीले कुनै पनि सेपमा ढालिदियो भने त्यो बटर कुकिज हुन्छ। अनि त्यसमा फ्लेभरहरू मिसाउने, जुन चाहिँ अब हामीले क्यासनटहरू मिसायो भने क्यासनट हुन्छ, आल्मन्डहरू चप गरेर मिसायो भने आल्मन्ड हुन्छ, चक्लेट चिप्स मिसायो भने चक्लेट चिप्स कुकिज भन्छ, बुझ्नु भयो। ल अब यसको लागि रेडी हुनु, सल्टेड कुकिजको लागि मैले सिकाउँछु। रुम टेम्परेचर हामीले बटर चाहिँ यस्तो रुम टेम्परेचरमा ल्याउँदैछौँ। 1 मिनटले भएन, 2 मिनट जति राख्न लाग्छ। स्टिलको भाँडो मैले हाल्दाखेरि डबल स्टिल नहाल्नुहोस्, त्यो हुँदैन। ओभनमा राखेर निकालेपछि यतिको। अब यहाँ हटाउनुहोस् त, यो कापीहरू हटाउनुहोस्, हाजिर गर्नुहोस्। ग्रामको चाहिँ ब्रेकफास्ट सुगर, बटरमा ब्रेकफास्ट सुगर हुन्छ। 8 धेरै गयो। छैन भेनिला टेस्ट दिने हालिदिनु भर्दैन त के हो यस्तो भइसक्यो। कति अनि हेरेर हाल न कति भयो। 150 ग्राम, 150 हो र ब्रेकफास्ट सुगर 50 ग्राम। छैन आइसिङ सुगर हो चाहिँ 150 ग्राम हाल आइसिङ गर्नु पर्यो। यहाँ बटर अनि भ्यानिला मिक्स गरेर यस्तो फर्ममा बनायौँ। हाम्रो कहाँ गयो सक्यो, आइसिङ सुगरको सक्यो, सर्ट हाल्यो। यसको सकिल लानु है। फर्स्ट स्टेप यताको केही नहेर्नुहोस् है, यो अहिले नहेर्नुहोस्, यो होइन हामी यो गर्दैछौँ, यताको मात्र हेर्नुहोस्। त्यो भित्रको हामीले यति बनायौँ, बुझ्नु भयो यहाँसम्म। फिटेर यो लेभलमा हेर्नु त, कलर अलिकति डिफ्रेन्ट छ, फर्म आइरहेको छ अन्डा बटरको होइन, देख्नुभयो नि त्यो। सकिन्छ यति गर्नु, सक्नुहुन्छ? के गऱ्यो भन्नुहोस् त मलाई यहाँ। त्यति नै हो, बेकिङ पाउडर र फ्लोर मात्र हो। अब यसलाई मिक्स गर्नुपर्ने है। अब यसलाई चाहिँ हामीले सबै एकैचोटि हाल्ने।
यसरी मिक्स गर्नु एकै ठाउँमा गर्नु। हजुर ओहो किन पुग्यो होला खाइदिए। अन्डा चाहिँ राख्नु मिल्थ्यो अब यो एक्लै हो एक ग्लास दुध नि परेन राख्नु। बुवा जस्तो बुवा जस्तो। ल हात सफा गरेर आउनुहोस् न रोटी हाल्नु मन लाग्यो मलाई। चाहिँ अलिकति बिस्तारै मुस्ने ग्लुटेन जान्छ कि ग्लुटेन नाइ लस्ता आउँछ फरक फरक पकाइदिनु। एकछिन फ्रिजमा राखिदिने हामीले 15-20 मिनट है अनि पछि मुस्ने हो त्यसै हात हाल्नु भएपछि दुधले। अब मैदा र बटरले चाहिँ राम्रोसँग सफा छ क्या यस्तै फुल ड्राई बढी मुस्नु पनि हुँदैन, थोरै फुरुरो बनाउने हो क्या नेपालीमा फुरुरो भनेको के हुन्छ त्यो कुकुल हो क्या के भन्छ धेरै टाइट गराउनु भएन एकछिन पछि चाहिँ हामीले राम्रोसँग चाहिँ मिक्स गर्ने यसलाई डाइरेक्ट हाल्ने एक फ्री साल्टी कुकिज है यो। भिडियो बनाइदिनु। यसमा यस्तो भिडियो यस्तो छ, यसमा यो बटर हामीले फेरि यस्तो मिक्स गऱ्यौँ, यो हालेर अब हामीले फिर्छौँ। सबैकोबाट होइन, यसमा चाहिँ हामीले जिरालाई फ्राई पनि गरेका छौँ, जिरा फ्राई अनि सबै हामीले खानुपर्ने यदि मोल्दानी के हात गरेको मान्छे नि देखाइदिउँ है जस्तो आयो राम्रो आएछ। कतिको बनाउनु यसमा चाहिँ हामीले जिरालाई फ्रिजबाट निकालिसकेपछि यतिको अब फेरि मुस्ने मुस्नु पऱ्यो, फेरि फ्रिजमा हालेर निकालेपछि फ्रिजबाट निकाल्नु सकिन्छ। एक ग्लास बटर कुकिजको है यो चाहिँ। यो लेभलले चाहिँ बल्ल मुस्ने हो क्या यो नि मुस्ता हेर त यसको टेक्सचर ल हेर अब चाहिँ हामीले यसको साइजहरू बनाउँछौँ अब यसलाई चाहिँ हामीले 10 देखि 12 ग्राम यो के गर्नु भाइ पहिला यो सफा गरेर भिडियो बनाउनु अब यो चाहिँ ल हामीले 12 ग्रामको हेर है मैले एउटा बनाएर राखिदिन्छु ठ्याक्कै 12 ग्रामको छ 10 देखि 12 ग्रामको अब यसलाई चाहिँ यो साइज बनाउने मलाई एउटा स्पुन देऊ त फर्क स्पुन यो पनि फुल्छ डबल फुल्दैन हल्का मात्र बढ्छ त्यस्तो डबल चाहिँ हुँदैन किन फुल्सिरहेको ल हेर्नुहोस् बटर एचएम हो होला अन्न टाउको चाहिँ अर्काको हालिदियो होइन, यस्तो बनाउने यसलाई हल्का थिचिदिने यति गर्ने भने अब यो बटर कुकिज यो फेरि डबल डबल किन गरेर मैले भनेको छु है फ्लोर ल्याऊ त मलाई अब यसरी चाहिँ कसैले सबैले काम गर्न गाह्रो हुन्छ कम्पनीमा एउटा एउटा रोल गर्नलाई अनि उनीहरूले के गर्छ यसरी रोल गरेर फ्रिजमा राखिदिन्छ त्यो म देखाउँछु यसरी बनायो अनि साइड साइडको काट्ने अनि यसलाई चाहिँ फ्रिजमा यसरी राख्ने साइड साइडको काटेर डिपमा राख्ने डिपमा राखिसकेपछि यस्तो साइजको गोलो गोलो बनाउँदै काट्छ यसरी बनाउँछ क्या कम्पनी छिटोको लागि काट्ने हो कि सिकाएको तिमीहरूले अब यो चाहिँ तपाईँको हामीले एउटा एउटा गरेको नि जो यो चाहिँ अलिकति सम्भव हुँदैन क्या बेकरीमा तपाईँको यो मात्र बनाउनलाई त टाइम लाग्छ नि टाइम म्यानेज गर्नु पऱ्यो नि त्यसको लागि चाहिँ हामीले यसरी रोल गर्दै डिपमा राख्ने डिपमा राख्दाखेरि सबै काटेर चाहिँ पकाइदिने अब यो ल वेट मात्र हेरौँ मैले है ल हेर त ल गर त आउँछ आउँदैन रहेछ 11-12 हुँदा त केही हुँदैन ल 11-12 हुँदा केही हुँदैन है त यसरी काट्नु पऱ्यो क्या यो लेभल यो चाहिँ जान्नु पऱ्यो तिमीले
यस्तो यत्रो साइज बनायो भने तिम्रो गोलो टक्क टक्क आउँछ। यो चाहिँ अलिकति दह्रो हुनको लागि हामीले फ्रिजमा राख्छौँ है। अथवा काजु बनाउनु पऱ्यो भने चप गरेर यसमा यति जतिमा काजु मिसाइदिउँ। अब सेमोलिना कुकिज भनेको थियो नि अघि देखाएको थियो। सेमोलिना सुजी ल्याऊ त, यसलाई सेमोलिना बनाइदिन्छु। अनि तिमीहरूले टाक बेस भनेको छ नि, यसरी निकाल्ने, बेल्ने, बेल्सेपछि चाहिँ एउटा मोड, टाटको मोड पाइन्छ है। टाटको मोड चाहिँ कस्तो हुन्छ एकचोटि हेर ल, युट्युबमा हेर्न सक्छौ, युट्युबमै गुगलमा, यहाँ छैन टाटको मोड। हामीले चाहिँ मगाएनौँ है, यो कोर्समै छैन, मैले अलिकति सिकाइदिएको मात्र। अहिलेलाई यो छोडिदिउँ, सेमोलिनातिर जाउँ है। यति कुकिजलाई चाहिँ मैले सेमोलिना कुकिज बनाउँछु। अब यसको लागि चाहिँ अड्कलेरै हालिदिएँ है मैले, त्यहाँ क्वान्टिटी त लेख्दै छु नि मैले होइन। अहिले चाहिँ अड्कलले सेमोलिना, अनि यो एक्स्ट्रा सेमोलिना भनेर चाहिँ याद छ? हो, यही हो एक्स्ट्रा सेमोलिना भने नमिसाउँछ। हजुर सुजी हो यो। अब यसलाई चाहिँ एउटा साइज दिने। अब यहाँ चाहिँ यो सेमोलिना कुकिज भयो। यसलाई चाहिँ यसरी भयो। सेमोलिना फ्लेभरको आयो? आयो क्या आएन? आयो ल। अब जाउँ, यो तिमीहरूले ट्राई गर यसरी है। अब अर्कोतिर अहिले छोडिदेऊ त्यो। अब कोकोनट बटर कुकिज बनाइदिउँ। कोकोनट पाउडर लिएर हो, याद गर्ने है। यहीँबाट कति कुकिज बन्छ? दुईवटा बन्यो होइन? चक्लेट कुकिज बनाइदिउँ। चक्लेट कोका पाउडर ल्याउनुहोस्, अनि थोरै उताबाट कफी लिएर हुन्छ। तिमी त बारिस्टा छ नि। कोका पाउडर चक्लेट कुकिज केबाट बन्छ भन त? हामीले चक्लेट कुकिज बनाउनु आएको कोका पाउडर। अब यसमा ओइल मिसाउनु। 20 ग्राम जति भयो। 30 ग्राम यो ओइल। ओइल चाहिँ हाल्यो, 30 हाल्यो। पानी जति हाल्नुहोस्। त्यसलाई एउटा स्पेसुलाले चलाउनुहोस्। अनि 20 ग्राम ओइल, 40 ग्राम कोका पाउडर। हामीले यसमा एस्प्रेसो पनि एड गर्नु भनेको थिएँ नि, याद छ? त्यो चक्लेटमा कफी पाउडर, चक्लेट चिप्स, कोका पाउडर र तपाईँको फ्लोर भनेको थिएँ नि। त्यसमै कफी पाउडर नभएर चाहिँ मैले ल अब यसलाई मिक्स गरेँ। यसमा कोका पाउडर, ओइल अनि एस्प्रेसो, कफी अनि चक्लेटको पेस्ट भन्छ यो। ओइल, कोका पाउडर र एस्प्रेसो मिक्स गरेर त्यो ब्राउनीमा ऊ पनि हालेको थियो, रमहरू। ओइल, कोका पाउडर अनि कफी है। एक गिलास हालेर ल्याइदिनु। खाना पऱ्यो नि मात्तिनलाई। अब तपाईँ यो भनेको वाला भिडियो भन्नु न, यहाँ त गरेको वाला भिडियो। अलिकति दिनुहोस् ल। तर विकल्प भिडियो ठिक छ। एकचोटि मात्रै लगाइदिएँ। अब त तितो हुन्छ। धेरै कलर आयो भने पनि तितो हुन्छ नि त। ल यो लेभलको कलर बनाउनु तिमीहरूले है। कोका पाउडर आफूले नै, अब योभन्दा राम्रो कोका पाउडर हो भने अहिले मैले कति 30 ग्राम भनेको हाल्नै पर्दैन है। 20 हाले पनि यतिको कलर आउँछ। यति हालिसकेपछि हामीले चक्लेट चिप्स एड गर्छौँ। अब चाहिँ ल यो चाहिँ आवश्यक अनुसार तपाईँलाई मनपर्छ भने पर्दैन, यहीँभित्र हाल्दैन। टपिङ नै गरौँला नि के कुरा।
अहिले गर्ने होइन सबैले चक्लेट चिप्स हाल्छ भन्ने चाहिँ छैन है फेरि थोरै मैदा ल्याउँछ किन आधी बोल्छ आधी फेरि के भन्यो भन्दाखेरि बोल्दैन हो र बोलेन नि यत्रो बोलिरहेको धेरै कुरा सिकाउनु ल यो हो चक्लेट कुकिज यसलाई चाहिँ केही पनि नगर्ने है चक्लेट कुकिज भयो अब यो चाहिँ तिमीहरू ट्राई गर्ने है अब फेरि यति लिने यो यति लिने मिक्स गरेर 12 ग्राम बनाउने यो मार्बल भयो दुईटा मिसाएपछि अब यो मार्बललाई चाहिँ मैले कटिङ गरेर भित्र रोल गर्दाखेरि राम्रो हुने तरिकाले बनाइदिन्छु ल त्यो टस्टर दिनुहोस् त एकछिन ट्राई गरिदिनु पकाइदिनुहोस् अझ अरू पनि बनाउने हामीले सिसन मिलेर आउनुहोस् सिसन को बनाउनु पार्नको लागि बनाएँ है मैले तपाईँहरूले यसरी रोल गर्न पनि सक्नुहुन्छ मार्बललाई यता आउनुहोस् ल यो बनाएँ यसमा चाहिँ मैले चक्लेट यसरी मिसाएँ भित्र म पो झैसँग भयो बेला बेला ल अब यसलाई चाहिँ रोल गर्नु पऱ्यो हेर्नुहोस् भिडियो बनाएर हाल्नु होइन पहिला क्यामेराबाट भिडियो गर्नु ल भित्र रोल गरेँ मैले यो मार्बल आयो है अब यो साइड साइडको चाहिँ कटिङ गर्ने यस्तो रोप्नुहोस् बुझ्नु अब यसलाई चाहिँ के स्ट्यान्डमा राखिदिउँ त्यो चकबोर्ड मलाई बेस देऊ त्यो हेभी नगरौँ यता छ केक बेस ल अब यसलाई चाहिँ हामीले नर्मल फ्रिजमा अथवा डिप फ्रिजमा राख्ने भने 10 मिनट नर्मलमा राख्ने भने 20 मिनट पर्दैन कोकोनट हालेर मिक्स गर्ने अनि पछि फेरि हल्का एक्स्ट्रा कोकोनटमा हालेर चाहिँ एउटा साइज दिएर बनाइदिनु कुनै साइज दिनुहोस् न यस्तो टाइपको दिनुहोस् सिसा मिलाउनुहोस् त लिएर ल पानी अथवा मिल्क तिमी कहाँबाट आयो त त्यो हार्ट सेपको कटरहरू त्यस्तो सेपमा पनि बनाउन मिल्छ यो चाहिँ मैले अहिलेलाई सिसामी कुकिज अब यसमा सिसामी तल्नुभन्दा अगाडि चाहिँ हामीले हल्का मिल्कमा चोप्नुपर्छ मिल्क फुटाएको मिल्क यिनीहरू गर्न नि मिल्छ कुकिजमा रोयल आइसिङ एकचोटि हेर्नु त रोयल आइसिङ कुकिज भनेर हेर्नु त्यो चाहिँ क्रिसमसहरूमा चाहिँ कार्टुनहरू बनाउनको लागि युज हुन्छ स्पेसली मेरो त्यो उसमा नआएको जस्तै यसरी मिल्कमा चोप्ने यो भुटिराख्न पर्दैन है यो चाहिँ अब ओभनमै ड्राई हुन्छ नि त यस्तो गर्नु पर्दैन माथिबाट लगाउनु सेमलिना बनाउँछु मिक्स हुन्छ आटा मात्रै हो र यसलाई चाहिँ एउटा स्टार कटर भयो भने अब जिरा कुकिज पनि बनाउनुहोस् त मैले एउटा स्याम्पल देखाइदिएको थिएँ यसरी बनाउँदाखेरि चाहिँ छिटो बन्छ कुकिजहरू हेर न कतिवटा बन्यो भन त अझ फास्ट काट्न जान्ने भयो नि
यत्तिकै खाइदिउ लाग्यो होला है दिदी ऱ्याप गरेर छोड्नु अब सल्टी कुकिजतिर जाने तपाईँले बुझ्नु भयो भनेर अलिक बुझेन होला है